हेलो, हामी चाहिँ आज सन्डेको होलिडे मनाउनलाई सतासी धाममा आएका छौँ। हाम्रो आफ्नै सतासी श्री दिगम्बेश्वर बाबाकोमा। यो अनि यी हुन् मेरा फ्यामिली प्याकेज #87 धाम। सक्यौ नानी के देख्यौ तिमीले? अघि के देख्यौ? पर के थियो? मङ्की थियो। अनि के थियो अरू? पिग पनि थियो। ल हाम्रो निजी धाम हो। यहाँ सबै देवी देवताको दर्शन गर्न पाइन्छ। आज साउनको अन्तिम दिन श्री शिव भोले बाबाको दर्शन गर्दै बबल्स दिदुलाई पनि दिनु। मङ्कीले लगिदिन्छ होला सानुको। लु त दिदा बबल्स फुलाउनु। सानु फुटाउनुहुन्छ। वाउ जम्प गर्दैछौ यहाँबाट छोटा डनहरू। यसले मेरो मोबाइलै लगिदिन बेर छैन। हेलो मङ्की बुसिट। उहाँ माथिबाट दाउ छोप्दैछ मङ्की। यता पनि मङ्की, यता पनि कोलाको बोक्रा खाँदैछ। हाई 87 धामको खत्रको खेलाडीको के भन्छ? वाउ यहाँका बासिन्दा हुने। यहाँबाट जाने हो 87 धारा। मङ्की रे मङ्कीले जानेन खाना हाँसेर खा। हाम्रो 87 धामको 87 धारा हेर्नुहोस्। ल गर्नुहोस् है त साथीहरू। यहाँदेखि सुरु। म स्लोली देखाइदिन्छु कतिवटा धारा रहेछन्।